तपाईको फेसमा चाउरीपना देख्न लागेको छ भने यो फेस प्याक ट्राई गर्नु होला। पठान मुभी भर्जन पार्ट 2 है त्यो चाहिँ। यहाँ चाहिँ मैले अन्डा लिएको छु एउटा, यो अन्डा फोडेर यसको सेतो भागको मात्रै लिने। तपाईँलाई यहाँ अन्डा र टिस्यु चाहिन्छ। यहाँ चाहिँ मैले अन्डाको सेतो भाग मात्रै लिएर चारैतिर फेसमा लगाएको छु। त्यो टिस्युलाई चाहिँ तपाईँले सानसानो पिसमा काटेर चाहिँ यसरी चप्काउने राम्रोसँग मिलाइ अहिलेसम्मकै एकदमै हार्ड फेस मास्क नै भन्छु म यसलाई चाहिँ। लगाउन एकदमै गाह्रो हुने र राम्रो पनि हुने। यहाँ मैले अन्डाको त्यो सेतो भाग लगाउँदै अनि टिस्यु चप्काउँदै गर्ने। यो फेस प्याकले चाहिँ तपाईँको फेसलाई टाइट गर्नको साथसाथै तपाईँको चाउरीपना हुनुबाट बचाउँछ। माथिबाट अन्डा लगाउँदै त्यो एक लेयर गर्दै टिस्यु अलि बाक्लो तरिकाले लगाउने। यसले तपाईँको त्यो कालो दागहरू हुन्छ नि फेसमा पोन्सहरू त्यो पनि निकाल्छ है सजिलैसँग। यहाँ मैले चारैतिर लगाइसकेपछि मैले लगभग यहाँ 45 मिनट 1 घन्टाको लागि राख्नुपर्छ। अलरेडी फेसलाई एकदम टाइट गराइसकेको छु मेरो फेसलाई चाहिँ। अनि यहाँ मैले 1 घन्टा राखिसकेपछि यहाँ निकाल्छु। तपाईँको फेसमा रहेको सानो रौँहरू पनि यसले निकाल्छ है। अनि यहाँ बिस्तारै मैले निकालिसकेपछि मेरो फेसमा त्यस्तो पोन्सहरू केही पनि नभएको भएर पोन्सहरू त देखियो तर सानो रौँहरू चाहिँ निकालेको थियो। निकालिसकेपछि मैले सर्लक्क मुख धोएर मोइस्चराइजर लगाउँछु। तपाईँहरू पनि ट्राई गर्नु होला। यसले चाहिँ चाउरीपनाबाट तपाईँलाई मुक्त गराउँछ र तपाईँ योग देखिनुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।